Hello guys, good morning. र आजको वेदर हेर्न सक्नुहुन्छ र I'm preparing my lunch for today. फिङको चटनी बनाउँदै थिएँ है, बनाएँ आज र साइडमा चाहिँ यहाँ बहिनीले रोटी खाने भनेर बिलेर राखिरहेको छ र आलुदम पनि दुईटा सब्जी हालेको थिएँ नि त अन्त लन्चको लागि र आलुदम र फिङको चटनी बनाएँ। आफ्टर अल हामीले बाहिर हेर्दै बसेँ आज जाडो हुने रहेछ भनेर। दिनहरू स्कुल पुगेँ, स्कुलको वेदर यस्तो थियो, एकदम रमाइलो, हल्का पानी पनि पर्दै थियो र भ्यू देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो स्टाफ रुम अन्त मेरो चाहिँ अफ पिरियड थियो, सो आइ एम वकिङ on my walk त्यति बेला चाहिँ। देन आफ्टर स्कुल ओभर भएर बाटोमा हिँड्दै थिएँ, बाटोमा जाँदै थिएँ है र सबैले बोलाउँदै मिस बाई 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 भन्दै थियो। यहाँ नानीहरूले पनि मलाई बाई बाई मिस भन्यो। त्यहाँदेखि आउँदा बाटोमा यहाँ टेडीको सप रहेछ, त्यहाँ चाहिँ एकदम डल्सहरू यो टेडिजहरू मजाको राखेको रहेछ। अन्त पुरा मन पर्यो, स्पेसली द डल हेर्नु न कस्तो मजाको है, नानी छोरी मान्छेहरूलाई हुने खालको। त्यहाँदेखि दिदी बहिनी गफ गर्दै हाम्रो एज युजुअल यही बाटो हिँड्छ, हामी दुईजना गफ गर्दै आएँ है। खुट्टाको ताल मेल मिलाउँदै हिँड्यौँ हामीले र यो चाहिँ गेजिङ बजारको हाफ साइड तपाईँलाई देखाइदिएको, स्ट्यान्डको अपोजिट साइड। अन्त यो बाटो चाहिँ फरेस्ट ओह्रालो है। हामी दुईजना दिदी बहिनी गफ गर्दै हिँड्दै घरतर्फ लाग्दैछौँ। यहाँनिर हाम्रो एज युजुअल बाटो, यहाँ भ्यूहरू हेर्न सक्नुहुन्छ, रमाइलो छ यो बाटो पनि। अन्त मलाई बोलायो बहिनीले, अन्त बाई भन्नु लाउँदैछ। त्यहाँदेखि आजको डे चाहिँ मेरो यसरी बित्यो। थ्याङ्क यू गाइज फर वाचिङ, किप सपोर्टिङ, बाई बाई।